guys, namaste, सेवा हजुरहरूलाई मेरो युट्युब च्यानलमा वेलकम छ। आज धेरै दिनपछि भिडियो बनाउँदै गरेको। आज म मेरो गाउँमा छु। मेरो गाउँ चाहिँ भोजपुरमा हो र आज हामी बदाम खन्न गइरहेको। हजुरहरूलाई पनि म देखाउँछु बदाम भारी बदाम खनेको बदामहरू। हल्का सिमसिम पानी पर्दैछ। पानी पर्दा बदाम खन्दा अलिकति सजिलो हुन्छ अरे। यो चाहिँ मकै सानो छ अहिले। यो चाहिँ राहरी दाल हो। बदाम भनेको चाहिँ यस्तो हुन्छ, यस्तो पोथी। अब यो खनेर अनि भित्रबाट निकाल्नुपर्छ। हाम्रो आमा र भाइ चाहिँ कराउँदै हुन्छ। गाई जो यसरी एउटा बोटमा कति धेरै हुन्छ। कान्छा बाजे आउनुभयो हाम्रो। यो चाहिँ बदामको बोट हो। यसलाई चाहिँ काट्नुपर्छ हामीले। खनेपछि यसरी निस्किन्छ। त्यसमा चाहिँ हामीले चाहिँ टिप्नुपर्छ। खाना खाना दुई घन्टापछि सबै बदामहरू त सकेको छ नि। त्यही पनि म चाहिँ घर फर्केको चाहिँ गर्दै हुन्छ। घरमा खाना पकाउनु गएको मेरो त्यही पनि फर्स्ट टाइम थियो। त्यसलाई मलाई गाह्रो भयो खन्नु। हातहरू सबै रातै बाटो भइरहेछ। 4 भइरहेछ खैच घर लागेको बदाम गाइज हो। बदाम आफ्नै घरको। अब चाहिँ हामी बडापुस गर्छौँ किनकि हामी बिहान गएको थियौँ मकै अरे बदाम खन्नु। सो घाम लाग्नुभन्दा अगाडि नै गएको थियौँ। घाममा फेरि काली हुन्छ र तर काली भइसकेमा चाहिँ अब सरसफाइ गर्ने घरको बडापुस गरेर भाँडाहरू धोएर अनि म खाना बनाउन लाग्छु। हेर्दै गर्नुहोस् होला। अन्त चाहिँ के भन्छ दाना भन्छ, रुद्राक्ष दाना के दाना। यसलाई चाहिँ के पो भन्छ अरे मकैको थाप्रो कि के भन्छ मलाई पनि मजाले थाहा छैन। यो चाहिँ अम्बक चाहिँ मेरो अम्बक र बदाम मात्रै आउँछ। छ्या यो चाहिँ कागती लोकल कागती। यो चाहिँ मकै सानो छ सबै। मकै नै मकै छ। यहाँ चाहिँ केही छैन। यो चाहिँ कार्तिकतिर मात्रै फल्छ कि फल्छ भन्छ फुल्छ। यो चाहिँ आँपको रुख मकै अनि मकै। हाम्रो घर यो चाहिँ हाम्रो यहाँ कागतीहरू छ। भोज घर यहाँ चाहिँ अम्बक छ। यहाँ चाहिँ गाईबस्तु हेलो मार्छ न। यो चाहिँ दारिम फल्दैछ भर्खरै।
यो चाहिँ घरको पछाडि यो चाहिँ गोठ, यो चाहिँ बाख्रा। घरको सबै काम सकेर लुगासुगा फेरेर अब एकछिन हामी गाउँ डुल्न गएको बाजे बोजूहरूको घर। म र मेरो भाइ जाँदैछौँ भनेको भाइ म र भाइ उयो पर दुइटै मेरो भाइ हो तर अझै बाटो यस्तो छ। कुन रुम सबै दाना रहेछ यहाँ चाहिँ। यो चाहिँ कोदो बारी, कोदोहरू यस्तो हुन्छ के चाहिँ दाना रहेछ सबै यहाँ। यो कान्छा बाजेको हो नि त। यो चाहिँ कोदो, यसपालि मकै भएन जस्तो छ। सानो सानो पातलो रोप्नु भएको छ सबैजनाले। कोदो म चाहिँ काली हुन्छु भनेर यस्तो लाग्न हिँड्दैछु। यति काली उसै नि काली। सेफ्टी फर्स्ट गाइस हो। घाम कस्तो लागिरहेछ फेरि। डेपटेमा आउँछु न पाल्पाले त गएको नि हामी चाहिँ पाल्पाले बजार गएको। को साथी? माइला बाजु। बोजू त कहाँ पुग्नु भएछ नि? गाजो पाल्पाले बजार आइपुग्यौँ। छ त्यही हाम्रो। यो चाहिँ पाल्पाले बजार। यहाँदेखि माथिदेखि जान्छ होला होइन? त्यहाँ उता छ के पो भन्छ यसलाई, वार्डहरू। वडा तरलाई हौ वडा खाकेलाई छ। सिफारिस हिँडाउनुपर्छ त्यहाँ जग्गा। स्कुल छ, अनि बजारहरू छ। चक्पडे खान जानेको अब हामी सुलीको चाहिँ छिटो आउँछ। खतरा छ। राम राम एभोकाड। घरमा काम त काम छोरी आउँछ। यसो पाल्पाले बजार आइपुग्यौँ। यो पाल्पाले बजार। एउटा दोकान, दुईवटा दोकान, अनि यहाँ तिनवटा दोकान सक्यो हाम्रो बजारै। अहिले भाइसँग आएको अब जे जति सामानहरू लिएर बोजूसँग घर फर्किँदैछौँ। खै रेस्ट गर्दै हुन्थ्यो। यो चाहिँ हाम्रो टक्का राईको मिटिङ बस्ने ठाउँ, कार्यालय भन्छ यसलाई चाहिँ। अल्फाबेटको एक्स रेडी अब हामी हुन्छ।